यहाँहरू सबैजनालाई नमस्कार। म मोहन पोखरेल र आज हामी थोरै अलिकति फरक प्रसङ्गमा आएका छौँ। हामी सधैँ प्रायःजसो काम गर्छौँ यो उदासीनता भनेको के हो, मतलब चिन्ता चिन्ता भनेको के हो, मनमा भएका समस्या भएको के हो भन्ने विषयमा हामी प्रायः काम गरिरहेका हुन्छौँ। तर आज अलिकति फरक कुरा छ, तर हाम्रो आफ्नै प्रसङ्गसँग जोडिएर हामी कुरा गर्छौँ। यहाँहरूलाई थाहा छ कि छैन, विभिन्न बहानामा सोसल मिडियामा, प्रत्यक्ष फोनमा आदि कुराहरूबाट हुने फ्रड, स्क्याम, ठगी हुने गरेको पाइन्छ। त्यो ठगीको कारणले गर्दाखेरि पनि मान्छेलाई मनोसामाजिक वा मानसिक स्वास्थ्य समस्या हुन्छ। ठगी भनेको कस्तो खालको हुँदो रहेछ भन्दा प्रायः हामीले देख्ने गरेको चाहिँ एउटा चाहिँ फोन आउँछ, मेसेन्जरमा आउँछ वा व्हाट्सएपमा आउँछ कि तपाईलाई 5 करोडको चिट्टा पर्यो भनेर आउँछ। 5 करोडको चिट्टा पर्यो, थाहा छैन मैले चिट्टा भरेको थिएँ कि थिइनँ, चिट्टा काटेको थिएँ कि थिइनँ भन्ने कुरा थाहा छैन। तर फ्याट्ट आउँदा हामीलाई ओहो भनेर चाहिँ एकदम आनन्द आउँछ, खुसी हुन्छ, हर्ष हुन्छ। यदि त्यसरी फोन आयो भने कस्तो खालको फोन आउँछ भन्दा तँलाई 5 करोड परेको छ वा तपाईलाई 5 करोड परेको छ, तपाईले चाहिँ यसको ट्याक्स तिर्नुपर्छ र तपाईले बाँकी रकम फिर्ता पाउनुहुन्छ भन्ने खालको एउटा देखिँदो रहेछ। जुन भनेको चाहिँ यति बराबर आएको छ, यति चाहिँ ट्याक्स तिर्नुपर्छ र यति चाहिँ तपाईलाई फिर्ता जान्छ, 5 करोडमा 1 करोड ट्याक्स तिर्नुपर्छ भनेर जान्छ। अब 5 करोड हामीले पाउँदैछौँ भने त हामी 1 करोड किन तिर्दैनौँ? तिर्छौँ नै। अलिकति हैसियत छ भने फेरि अब 5 लाखको कुरा गरौँ न। 5 लाखमै चाहिँ 1 लाख रुपियाँले तैँले थप 5 लाख पाउँछस् भन्यो भने त हामी दिन्छौँ, दिनको लागि आतुर नै हुन्छौँ। तर दिनलाई खोजिसकेपछि जब त्यो 1 लाख रुपियाँ हामीले दिन्छौँ, दिइसकेपछि त्यो 5 लाख आउने त कुरा छोड्नुहोस्, उसको मोबाइल भयो स्विच अफ हुन्छ, मान्छे भयो ठाउँ सरेर जान्छ वा चाहिँ सोसल मिडिया भयो तपाईँलाई अनफ्रेन्ड गरिदिन्छ। एउटा त्यो खालको स्क्याम हुन्छ। अर्को स्क्याम अहिले पछिल्लो समय चाहिँ थाहा पाएका स्क्यामहरू कस्तो हुन्छन् ठगीहरू भन्दा तपाईको अकाउन्टमा तपाईलाई आवश्यकभन्दा बढी पैसा कहीँबाट आइदियो। पैसा माग्नु भएको थियो 4-5 हजार रुपियाँ, 1-2 लाख रुपियाँ, 10-15 लाख रुपियाँ भने त्यो फरक कुरा भयो। तर एक्कासी धेरै पैसा आइदियो भने चाहिँ हामीलाई खुसी नै लाग्छ। त्यो बेलामा पनि वाउ मेरो एकाउन्टमा आज 1 करोड आयो, 2 करोड आयो भनेर खुसी लाग्छ। तर त्यो खुसी भनेको हुनुपर्ने खालको खुसी होइन, त्यो भनेको पनि फ्रड हो। तपाईलाई कुनै बहानामा तपाईलाई चाहिँ नि उल्झनमा पार्न खोजिँदैछ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। र त्यो आइसके पछाडि मगा चाहिँ यति करोड आयो, उति करोड आयो वा चाहिँ यति लाख आयो भनेर भन्दा पनि सम्बन्धित प्रहरी चौकी वा चाहिँ प्रहरी कार्यालय वा चाहिँ जहाँ चाहिँ तपाईलाई सहज पर्छ त्यहाँ गएर मेरो एकाउन्टमा यस्तो यस्तो खालको चाहिँ आयो, सूचना आयो, जुन मेरो चाहिँ आफ्नै सूचनामा केही पनि छैन, मैले कसैसँग मागेको पनि छैन, कसैले मलाई दिने बाचा पनि गरेको छैन, त्यो खालको आयो भने अब मैले के गर्ने त भनेर आफू नै प्रोसेसमा जाँदाखेरि राम्रो हुने देखिन्छ। यी सबै कारणहरूले गर्दाखेरि पनि मनोसामाजिक समस्या हुने र तनाव हुने र पछि गएर चाहिँ तपाईको समस्यामा पर्न सकिने कुराहरू हुँदो रहेछ। त्यो कारणले गर्दा हाम्रो एकाउन्टमा चाहिने भन्दा बढी पैसा कसैले पठाइदिन्छु भन्यो, कसैले यो दिन्छु भन्यो, ऊ दिन्छु भन्यो भने पनि मक्ख नपरिकन, यदि त्यो रियल हो भने त रियलमा समस्या भएन, तर रियल होइन भने चाहिँ मक्ख नपरिकन कृपया यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने वा चाहिँ कहाँ गएर चाहिँ मैले यो कुरा भन्नुपर्ने हुन्छ भन्ने कुरा बुझेर सम्बन्धित निकायमा चाहिँ सम्पर्क गर्नुपर्छ भन्ने कुरा यहाँलाई जानकारी दिन चाहे। यो अहिले भर्खरै कहीँ घटेको घटना पनि हो। हामी प्रायः मान्छेको नाम वा मान्छेमा घटेको घटना हामी त्यो भन्दैनौँ, किनभने हरेक चिजमा कन्फिडेन्सियलिटी हुन्छ। तर त्यस्तै खालको अरूलाई नपरोस् है भनेर चाहिँ हामी भिडियो बनाउँछौँ। तपाईहरुले केही कुराहरू सोध्नुभयो भने पनि मैले चाहिँ स्क्रिनमा हाल्ने वा उहाँले यसो भन्नुभएको थियो भन्ने चाहिँ म गर्दिनँ, किनभने प्रत्येक मान्छेको कन्फिडेन्सियलिटी हुन्छ, प्रत्येक मान्छेमा गोपनीयताको हक हुन्छ। गोपनीयता कायम गरेर उसले प्रश्न सोध्न पाउँछ र त्यो प्रश्नको उत्तर पनि उसले गोपनीयताको साथ नै लिन पाउँछ। त्यो कारणले गोपनीयता चाहिँ हामी एकदमै कायम गर्छौँ यसमा।
आवश्यक केही पर्यो, अवस्था केही गम्भीर भयो, त्यो कसैलाई भन्नै पर्ने भयो भने हामी भन्छौँ। नत्र सामान्य अर्थमा हामी चाहिँ जसलाई पाए त्यसलाई नाम दिने, स्क्रिनमा राख्ने कामहरू चाहिँ हामी गर्दैनौँ। किनभने त्यसले गर्दा जो मान्छेले सोध्नुहुन्छ उहाँलाई भोलि गएर समस्या पर्न सक्छ, गाह्रो हुनसक्छ। ती कुराहरू चाहिँ हामी न्यूनतम विचार गर्छौँ। तर यहाँहरूले चाहिँ यो चिजलाई चाहिँ यसरी हालिदिनुहोस्, यो हालिदिनु पर्ने छ, वा चाहिँ यसरी म स्क्रिनमा चाहिँ देखिएर कुरा गर्न मन छ भनेर केही त्यस्तो खालको कुराहरू आयो भने चाहिँ यहाँहरूको पर्मिसन लिएर हामी देखाउँछौँ। हस्, आजलाई यति नै भयो। भोलि थोरै फरक प्रसङ्गमा आउँछौँ, तर हाम्रो आफ्नै काममा सम्बन्धित रहन्छ कि हरेक कुरा चाहिँ। हस्, धन्यवाद।